एकैछिन दादा मैले तपाईलाई एकदम बिग फ्यान हैन तपाईलाई मैले पेजमा फेसबुकको पेजमा देख्दै थिएँ एकदम तपाईको नाम त के पो एमटीभी अनिस एकदम फाइनली म तपाईलाई भेट्छु भनेर सोचिरहेको थिएँ कि आज ठिकै छ भाइ मैले आजैदेखि भ्लग स्टार्ट गरेको हैन यहाँ पुगिरहेको एकदम खुसी लाग्यो अन्त एकदम राम्रो गर्नुहुँदैछ नानी कुदाउनु हुन्छ है साइकल चाहिँ आम्मो अब बिहा गरेर यतै बस्नु भनेको ओहो वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लग चाहिँ भाइचिङ स्टेडियमबाट सुरु हुँदैछ अनि अहिले चाहिँ हामी हेलिप्याडको लागि निक्लिँदैछौँ त्यहाँनिर चाहिँ आज बाइक स्ट्यान्डहरू त्यस्तै के हुन्छ भनेर सोल्टीले मलाई लग्दैछ है मलाई चाहिँ थाहा छैन मैले युट्युबमा चाहिँ हेरेको थिएँ उसले देखाइरहेको थियो यहाँ यस्तो यस्तो हुन्छ भनेर यहाँको मान्छे यो हो स्टन्टहरू गर्छ भनेर तर मैले युट्युबमा हेर्दा चाहिँ खतरा स्टन्ट म्यानहरू नै थियो है मै गएर हेर्नुपर्छ म भर्खर उठाएँ 9 बजिरहेछ सुई जानुपर्छ यहाँदेखि त्यही 4-5 किलोमिटर यहाँदेखि कति किलोमिटर हो 4-5 किलोमिटर रहेछ त्यो हेलिप्याड पुग्नु लागौँ है आज केही कुराहरू नगरिकन सिधै जानुपर्छ हामी हेर्नुपर्छ तपाईँहरूलाई पनि देखाउँछु जय शिवाजीको मूर्ति चाहिँ मजाले देखेको छैन फेरि डाँडामा हो भ्यू त आज यस्तो बगल देखिरहेको छ यार कसम से यार भन्छ अरे यार हो साम्बा हो गाइज यहाँ भ्यू कस्तो दामी देखेको छ क्या उता टेरु घरले छेको यार जानुपर्छ एक चक्कामा गाई गोरु बाँधेर आमा के हो यो बङ्गला हो क्या बङ्गला वाट गाई चाहिँ के हो यार कमेन्ट सेक्सनमा भनिदिनु होला है सिक्किमको मान्छेलाई थाहा हुन्छ नि त ज्याक अब चाहिँ हामी हेलिप्याड पुग्न आँट्यौँ गाइज है मैले माथिबाट पर देखेको अब चाहिँ भ्यू हेर्नु पो सोल्टी रोक न त्यहाँ सोल्टी चक मान्दैन उता हेर न मेरो घर देखिरहेछ देख्यौ अनि यहाँबाट मेरो घर देख्दो रहेछ नि त यार छाङछुङ क्या गाइज स्वर्ग हेर स्वर्ग आम्मा यहाँबाट चाहिँ मेरो घर देख्ला जस्तो छ है हेलिप्याड कस्तो दामी देख्दो रहेछ नि त यार चारैतिर डाँडै कता हो मलाई नै थाहा छैन पूर्व पश्चिम कता मलाई नै थाहा छैन हामी वहाँ परबाट आएको एकजना दाइ चाहिँ हुनुहुँदो रहेछ हेलो दाइ तिम्रो म हेरिबस्छु नि हजुरको नाम मेरो पिटर ल स्टन्ट सुरु भयो है हाम्रो दाइको कस्तो सिन पनि गाइस यस्तो बवाल देखिरहेछ कसम यार वरिपरि डाँडा छ वरिपरि क्या कसम वरिपरि नै छ आयो उहाँ चाहिँ दाइले प्र्याक्टिस गर्दै हुनुहुन्छ
सोल्टीलाई आज किच्चाउनु पर्छ आज सुता त्यहाँ अब मलाई कस्तो हान्ने आउँदैन है सोल्टीहरू है त नर्मल हो क्या यस्तो गरेर कुचाउँदैन हौ तिमीलाई कटाउँदा त अनि म कटाइहाल्छु नि सेम हो बाइक र साइकलको यहाँदेखि चाहिँ हामी निक्लिँदैछौँ अब दाइ अझै त्यहाँ प्र्याक्टिस गर्नुहुन्छ अरे यहाँबाट झरौँ न मलाई नै थाहा छैन कहाँ लागेको सोल्टीले डाँडाहरू चाहिँ यस्तो बवाल देखिरहेछ कसम चाहिँ सोल्टीले क्या पुऱ्याउने हो अब अहिले चाहिँ ठिक बाटो ल्यायो है सोल्टीले अहिले चाहिँ ठिक बाटो ल्यायो है केही गर्ला जस्तो छ आज ओभरै भोक लागिसक्यो बाटै छैन त हौ अनि सब सकिसकेछ यो हौ ल यता हो ओ बाटो देख्ने मान्छे हिँड त अगाडि बाटै नदेख्ने मान्छे प्र्याक्टिस छैन भाइ हजुर तिमी हिँड है अगाडि अब कता छेउ अगाडि सोल्टीलाई हिँडायो भने कुद्नै सक्दैन अफरोड सुरु भयो क्या यो सोल्टीले तल लगिसक्यो टेन्सन भइसक्यो भरे आउनु कम त गाह्रो पर्दैन जोडथाङदेखि आउने बाटो भेट्दो रहेछ हामी यहाँबाट निक्ल्यौँ ल सोल्टी लेट्स गो धन्यवाद धेरै तलसम्म ल्याइदिनु भएकोमा हात मिलाऊँ न अब उकालो ल हामीले चाहिँ यहाँ नागिनवाला पानी पनि खायौँ अब हामी पुग्न आँटेको छौँ यो नाम्ची बिर्सिहाल्छ नामै म त्यो यहाँको यो ठाउँको नाम्चीको याद आएन भने हाम्रो ठाउँको नाम चाहिँ सम्झिन्छु क्या अनि नाम्चीदेखि नाम्ची हुन्छ क्या अब यहीँ हो यहाँ अगाडि मात्र
मैले तपाईँलाई एकैछिन दादा मैले तपाईँलाई एकदम बिग फ्यान होइन तपाईँलाई मैले पेजमा फेसबुकको पेजमा देख्दै थिएँ तपाईँको नाम त के पो एमटिभी अनिस एकदम फाइनली म तपाईँलाई भेट्छु भने सोचिरहेको थिएँ कि आज ठिकै थियो है मैले आजैदेखि भ्लग स्टार्ट गरेको होइन क्याब लिइरहेको थिएँ एकदम खुसी लाग्यो अन्त एकदम राम्रो गर्नुहुँदैछ के छ? कहाँको हुनुहुन्छ म नेपालको मैले आई थट तपाईँ सिक्किमको हुनुहुन्छ भनेर उतै हो म चाहिँ तपाईँ दुईजनै उता यहीँको हेलो तपाईँको नाम जोएल जुएल एकदम वेलकम मेरो भ्लगमा ल एकदम खुसी लाग्यो एकदम थ्याङ्क यू प्रणिता कुलुङ छ सब्सक्राइब गरिदिनुहोस् तपाईँलाई म एकदम सपोर्ट गर्छु ल हुन्छ खुसी लाग्यो नानी बुझाउनु हुन्छ है साइकल चाहिँ आम्बो हुन्छ यहाँ विली ल नानी तपाईँ पनि गर्छ एकदम पुरा म बस्छु म त तपाईँ हेर्छु त ल हुन्छ जसले नि सिडीमा कुदाऊ सिडीमा भाइ तिमी नेपाल अझै बस्छु म यहाँ बस्छौ अस्ति जान्छु भन्दै थियौ त गफ हानिदिएको नि त्यो त गफ हान्दिएको अब बिहा गरेर यतै बस्नु भनेको ओहो केटी खोजिने बेला भयो खोजिदिनु न प्लिज तपाईँहरू खाली हुनुहुन्छ यहाँ अफर लागेको एमटिभी त है हजुर एमटिभी अनिस भाइकोमा एकदम अफर छ तपाईँहरूलाई यहाँ हेर्नु ट्यालेन्टेड भाइ तपाईँ कुलुङ राई हो म त कुलुङ राई तपाईँले हेर्दैन होला मेरो हेर्नुहोस् ल मेरो पनि म पनि डेली भ्लगरै हो तर बिचमा ग्याप गरेको थिएँ त्यही भएर नानी एकदम भाइको त एकदम ट्यालेन्टेड छ खुसी लाग्यो ल ओके बाई 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 ल जाउँ सोल्टी